मैदा त अभोइड भइसक्यो, तर केक वा ब्राउनीको क्रेभिङ्स भने अभोइड गर्न सक्नु भएको छैन भने यो भिडियो हजुरहरूको लागि। नमस्कार, द होममेड प्लेटमा स्वागत छ। आज हामी बनाउँदैछौँ एकदमै हेल्दी अनि टेस्टी केक, त्यो पनि ओट्सबाट। ल सुरु गरौँ है त। सर्वप्रथम मिक्सरको जारमा केही मात्रामा ओट्स राख्नुहोस्। म प्रयोग गर्दैछु हाई लाइफको इन्स्ट्यान्ट ओट र सँगै केही मात्रामा ड्राई फ्रुट्स, फ्रेस क्रिम, हनी, अन्डा, कोको पाउडर, भ्यानिला एसेन्ट, चिया सिड, चकलेट सिरप, बेकिङ पाउडर र मिल्क राखेर मसिनो हुने गरी मिक्सरमा पिस्नुहोस्। र यसरी ब्याटर रेडी भइसकेपछि बेकिङ बलमा मजाले वरिपरि तेल लगाएर त्यो ब्याटरलाई राखिदिनुहोस् र माथिबाट चकलेट चिपले टपिङ गरिदिनुहोस्। यसरी करिब 35देखि 40 मिनटसम्म बेक गरिसकेपछि तयार हुन्छ एकदमै हेल्दी अनि टेस्टी ओट्सबाट बनेको केक। यसरी हजुरहरू पनि आफ्नो घरमा बनाएर आफ्नो फ्यामिलीसँग इन्जोय गरेर खान सक्नुहुन्छ। यस्तै हेल्दी अनि टेस्टी रेसिपिज भिडियोहरूको लागि द होममेड प्लेटलाई फलो गर्न नबिर्सिनुहोला। धन्यवाद।